कराते किडको लास्ट फिल्म ती कराते किड आएको झन्डै 14 वर्ष भयो। तर यो बीचमा युट्युब रेडबाट सुरु भएको कोब्रा काई भने एकदमै नै पपुलर भयो। त्यो पपुलारिटी क्याश इन गर्नको लागि यो बेस्ट टाइम देखिन्छ। समर सिजन हलिउडको रिमेक र सिक्वलको सिजन बनेको छ। कराते किड लेजेन्डले पनि यही ट्रेन्ड फलो गरेको देखिन्छ। अझै यो फिल्ममा त राल्फ माचियो र ज्याकी च्यान दुवैजना छन्। दुवै सिरिज र पहिलेको फिल्मलाई जोड्न खोजेको भएर पनि यो फिल्म अलिकति बढी नै एम्बिसियस देखिन्छ। त्यति मात्रै नभएर फिल्मले नयाँ क्यारेक्टरहरू पनि ल्याएको छ। फिल्मले नयाँ पात्र ली फङ र कनर बीचको द्वन्द्वलाई देखाउँछ। हरेक वर्ष टन्नै सिक्वल र रिमेकहरू बन्छन्, तर राम्रो रिमेक र सिक्वलहरू पनि एकदमै नै कम छन्। कोब्रा काई सिरिज राम्रो थियो, पहिलेका फिल्महरू पनि राम्रै थिए, तर यो फिल्म कतिको राम्रो छ त? कि त बस 2 स्टारको भरोसामा फिल्म बनेको छ? आउनुहोस् हेरौँ। सुरु गरौँ फिल्मको राम्रो पक्षबाट। पहिलो राम्रो पक्ष भनेको त ज्याकी च्यान र राल्फ माचियोलाई एउटै फिल्ममा हेर्नु हो। कराते किडका पुराना फ्यानहरूलाई पनि यसले अलिकति नोस्टाल्जिक फिल गराउनेछ र आफू बच्चा हुँदाखेरि फिल्म हेरेको मेमोरिजहरू पनि याद गराउनेछ। फिल्ममा एउटा एकदमै राम्रो फाइट सिन छ। यो फाइट सिन चाहिँ फर्स्ट हाफमा गार्बेज डिस्पोजल एरिया छेउतिर हुन्छ, अनि यसमा चाहिँ क्यामेराले पनि फाइट सिनको स्पिडलाई म्याच गरिरहेको छ र त्यसैले गर्दाखेरि पनि यो फाइट अलिकति एक्साइटिङ र इन्ट्रेस्टिङ छ। अब कुरा गरौँ फिल्मको नराम्रो पक्षको। कराते किडको हरेक फिल्ममा हिरोले बुलीसँग फाइट खेलेको देखिन्छ। यो फिल्मको कोर स्टोरी हो। अर्को कोर स्टोरी भनेको टिचर र स्टुडेन्ट बीचको रिलेसन। यो दुईटा कुरा प्लस राम्रो फाइट सिन भयो भने सकिगयो। फिल्म राम्रो हुन्छ र मैले खोजेको पनि यही नै थियो। तर फिल्मले भने भिलेनलाई 10 मिनट पनि देखाउँदैन। उसको ब्याक स्टोरी त छोडौँ, स्टोरी नै छैन। यो कुरामा फोकस गर्नुभन्दा फिल्मलाई 10 वटा कथा भन्न हतार्छ। फिल्मलाई के कथा भन्ने नै थाहा छैन। यो फिल्म के ली फङ र उसको पास्ट ट्रमा बारेमा हो? के यो फिल्म ली फङ चाइनादेखि न्युयोर्क आएर न्युयोर्कमा कसरी एडाप्ट गर्ने भन्ने डिफिकल्टीको बारेमा हो? के यो फिल्म ली र मियाको लभ स्टोरी हो? के यो फिल्म लीले कसरी भिक्टर र मियाको सहयोग गर्छन् भन्ने बारेमा हो? के यो फिल्म ज्याकी र राल्फको बारेमा हो? के यो फिल्म खाली केमियो देखाउनको लागि बनाएको हो? कुनै पनि स्टोरी राम्रोसँग काम गर्दैन र फिल्मले कुनै पनि स्टोरीलाई मजाले डेभलप नै गर्दैन। र मलाई फिल्म हेरुन्जेल कुनै पात्रको बारेमा खासै मतलबै थिएन। यस्तो फिल्मको एक्सनको बारेमा कसरी कुरा गर्ने जबकि फिल्ममा मेन भिलेनसँगको फाइट नै एक्साइटिङ छैन। यो एकैछिनमा सकिन्छ र हामी हिरोको लागि रुटसम्म गर्दैनौँ। प्रायः यस्तो फिल्महरुमा भिलेनलाई पिट्न मन लाग्छ, तर पनि यो फिल्ममा त्यस्तो केही पनि फिल हुँदैन। ज्याकी च्यान र राल्फ माचियो भए पनि एउटा यादगार सिन छैन। कथा नै राम्रो नभएपछि एक्टिङ गर्ने खासै स्कोप पनि छैन। सिनेमाटोग्राफीमा पनि खासै के इन्ट्रेस्टिङ गरेको छैन, जबकि यो फिल्मको फाइट सिनहरु सुट गर्दाखेरि एकदमै इन्ट्रेस्टिङ तरिकाले खिच्न सकिन्थ्यो। म फिल्मको कथा खिचडी जस्तो छ पनि भन्दिन, किनकि खिचडी त कम से कम मिठो त हुन्छ। फिल्ममा ज्याकी च्यान र राल्फ माचियो छन्, तर यो फिल्ममा न राम्रो कथा छ न राम्रो एक्सन सिन नै छन्। समग्रमा भन्नुपर्दा यो फिल्म एउटा वेस्टेड अपर्च्युनिटी हो। कोब्रा काईले बनाएको हाइपको वर्थ फिल्ममा देखिँदैन। म यो फिल्मलाई 10 मा 2 स्टार दिन चाहन्छु।